ल मेरो च्यानलमा स्वागत छ है तपाईहरुलाई। आज चाहिँ ब्लग चाहिँ पाल्पादेखि सुरु भइसकेको छ। हामी बर्तन आइसकेका छौँ। अब तानसेनको भ्यू हेर्न सक्नुहुन्छ। माथि चाहिँ तानसेन हो सर लाएर। आज चाहिँ लेट ब्लग सुरु भयो। अब यहाँदेखि तानसेन 5 किलोमिटर छ भने तलघास 80 किलोमिटर। आज चाहिँ हाम्रो ब्लग यहीँदेखि सुरु भइसक्यो गाइज, हेर्नु होला। सबै सन्चै हुनुहुन्छ होला। मैले सन्चै आएर रहेछु भन्दै ब्लग सुरु भइसकेको देख्नुहुन्छ। आज यो बर्तन हो चिया पोलाएर ट्याक्क देखाउनु होला। माया सपोर्ट किन बरु आउँदै गर्छ दिदी र म आँखामा छ। आज चाहिँ हाम्रो घुमाइ चाहिँ पाल्पाको हुन्छ, देख्न सक्नुहुन्छ। बिहान 8 बजे पाल्पाको भ्यू सरर लाएर च्याप्प लाएर आज हामी भ्यूहरू देखाउनेछौँ। हेर्नु होला गाइस, च्याप्प लाएर ट्याक्कै यहाँ फलफुल किन्दैछौँ हामी चाहिँ। पछाडि कुखुराहरू यस्तो सब भनौँ न च्याप्प लाएर होइन। सनराइज पनि हेर्न सक्नुहुन्छ। माया देखाइदिनु होला च्याप्प गाइज, हेर्न सक्नुहुन्छ। बिजोग छ यार आज यार। बाटो जो नभेटेर हराएर यार 4 राउन्ड लगाइसक्यो। हामी चाहिँ यो पाल्पाको दरङ डाँडा भन्ने ठाउँमा छौँ अहिले। भ्लग खिच्दैछु म, हेर्नु होला। यस्तो बिजोग छ। हेलो, देख्न सक्नुहुन्छ। खतरा ढिलो पनि भयो। हामी राइडमा छौँ। च्याप्प लाएर खतरा कहाँ गयो कुरै छोडौँ न। पाल्पाको भ्यू देखाउने छु सर तपाईँलाई, हेर्दै गर्नु होला। इन्टरटेन ल्याउनु होला च्याप्प लाएर। हेर्न सक्नुहुन्छ। आज चाहिँ म पूजामा आएको गाइस, देख्न सक्नुहुन्छ सर। पूजामा ठ्याक्क पाल्पा च्याप्प देख्न सक्नुहुन्छ। फुलहरू नि हेर्न सक्नुहुन्छ गाइस। बस भइरहेको पूजा हुँदैछ। च्याप्प कुखुराहरू हुँदै बनाउँदै खाने कि कुखुराहरू बुझ्यौ। च्याप्प लाएर न पाल्पाको भ्यू हेर्न सक्नुहुन्छ। च्याउ लाग्यो गाइस यार बस्दा यहाँ पूजामा आएको। कुलन पूजामा पाल्पाको यो कुन ठाउँ भन्छन् भने यो के अरे यसको नाम दरम डाँडा रे। दरम डाँडा च्याप्प लाएर पाल्पा दरम डाँडा भन्ने हो यो। तन्नै हामी पूजामा आइदिएको। बस्दा वाक्क दिक्क प्याक्क भएर म चाहिँ क्यामेरा तर्साइदिएको होइन च्याप्प लाएर। हेर्न सक्नुहुन्छ भ्लग। अब त्यहाँ भ्यूहरू पनि देखाउँछु मैले तपाईँहरूलाई। च्याप्प लाएर ट्याक्क हेर्न सक्नुहुन्छ। दामी छ। मेरो पेजलाई फलो गर्नु होला, मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला ट्याक्क। भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले ठ्याक्क पाल्पाको। ठ्याक्क देख्न सक्नुहुन्छ। दामी छ भ्यू चाहिँ। ठ्याक्क पाल्पाको हामी चाहिँ दरम डाँडा हो कि कहाँ भन्ने ठाउँमा छौँ। ओ दामी छ गाइस भ्यू। ट्याप्प लाएर देख्न सक्नुहुन्छ। सरर पाल्पाको बतासे डाँडादेखि 100 किलोमिटर यता हो भन्न त भएन, यत्तिकै हान्दै गर्न गफ। देख्न सक्नुहुन्छ घरहरू बबाल छ, गाउँ बस्तीहरू राम्रो छ। इन्जोय गर्नुहोस् मेरो ब्लग हेरेर। गाइस हेर्न सक्नुहुन्छ। ओलिया हेर्न सक्नुहुन्छ यार। हामी चाहिँ ठ्याक्क रामदेनीर आइसकेका छौँ। देख्न सक्नुहुन्छ। पाल्पाको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले। तर यता गए रामपुर, च्याप्प तल गए पोखरा वालिङतिर, यता गए बुटोल। हामी चाहिँ बुटोलतिर लागेका छौँ गाइस, देख्न सक्नुहुन्छ च्याप्प लाएर। गाइस हामी चाहिँ जोरदारमा आइसकेका छौँ यहाँ।
यसो हुन्छ नि नास्ता मोमो पकौडाहरू खाँदैछौँ। लास्ट प्लान भयो आज चाहिँ लास्ट राइड हान्ने खतरा अफरोड थियो। हालत खराब पत्ली खराब यस्तो भइरहेको हेर्न सक्नुहुन्छ कपडा तपाईँहरूले नि। मेरो दिदीले मोमो खाँदै मैले चाहिँ बटुक र पकौडा खाँदै अगाइसकेँ कि म त्यही भएर मैले खाएन। हेर्नु होला चिया जोरदाराको भ्यू खोला पनि छ जोरदाराको भ्यू हेर्नुहोस् चिया पलाएर चियाको मैले नि एउटा मोमो ट्राई गर्छु नि सक्ने छ जुसी खाएको छ मैले नि खान्छु है गाइस चिया पलाएर ठिकै रहेछ रमाइलो छ है रमाइलो छ ब्लग हेर्नुहोस् फेरि मोमो खान्छु मैले अहिले खाँदैछु मैले पनि अब खानेछु फेरि यहाँ जोरदारामा सर